यो जनार्दन दलाल जस्तो लाग्छ, जनार्दन दलाल जस्तो लाग्छ, यो जनार्दन पार्टी फुटाउने जस्तो लाग्छ। खास गरी पार्टीलाई सुदृढ गर्ने, पार्टीलाई रूपान्तरण गर्ने, नेतृत्वलाई पनि, नेतृत्वको टिमलाई पनि, समग्र पार्टीलाई सुदृढ गर्ने सन्दर्भमा उहाँले उठाएका इस्युहरू ठिक छन् भन्ने कुरामा हामीले साथ दिएको हो। तर यस्तो एउटा बिन्दुमा पुग्नुभयो कि उहाँले यति ढाँट्नुभयो, हेर्नुहोस् है, हामीसँग तपाईँ यो गतिविधि गर्दै जाँदा उहाँ त विधि सम्मत कस्तो स्थिति थियो भन्दाखेरि बाहिर नै प्रस्तुत हुन थाल्नुभयो क्या। हाम्रो एउटा सिस्टम हुन्छ, जस्तो जनवादी केन्द्रीयताको कुरा के हो भन्दाखेरि लागेका कुराहरू भित्र भन्ने, पार्टीमा बहस छलफल आन्तरिक नै बनाउनुपर्छ, कमिटीमा बनाउनुपर्छ, त्यो पनि सम्बन्धित कमिटीमा छलफल गर्ने र काम कारबाहीमा एकरूपता हुने। जब निर्णय गर्छ निर्णयमा एकरूपतामा जाने हो, छलफलमा आन्तरिक रूपले नै कमिटीमै खुला हुने हो। तर उहाँ त कस्तो हुनु भने कमिटीमा गर्नुपर्ने कुराहरू पनि बाहिर जान थाल्नु भएको थियो। त्यो कुरालाई पनि हामीले अलिकति पचाएरै काम उहाँको सपोर्ट गरिरहेको थियौँ। हामीले प्रश्न गरेका थियौँ फेरि उहाँलाई, तपाईँ फुट्ने हो कि कहिले भने बेला पार्टीभित्र उहाँले के भन्न थाल्नुभयो अथवा हामीसँग के भन्नु भने मलाई फुट्ने जस्तो लाग्छ, तिमीहरूसँग सल्लाह नगरेर म फुट्छु हैन भन्नुभयो। बाहिर पनि तपाईँले देख्नु भएको छ नि, म भन्दैछु बाहिर पनि तपाईँले देख्नु भएको छ नि, यो जनार्दन पार्टी फुटाउने जस्तो लाग्छ भनेर भन्नुहुन्थ्यो। बाहिर पनि ढाँट्नुभयो, भित्र पनि हामीसँग अन्तिमसम्म ढाँट्नुभयो। जनार्दन दलाल जस्तो लाग्छ, यो जनार्दन पार्टी फुटाउने जस्तो लाग्छ भनेर भन्नुहुन्थ्यो। बाहिर पनि ढाँट्नुभयो, भित्र पनि हामीसँग अन्तिमसम्म ढाँट्नुभयो।